जिन्दगी भनेको एउटा सङ्घर्षको यात्रा हो होइन। सबैको जिन्दगीमा सधैँ राम्रो हुन्छ भन्ने छैन। यस्तो परदेशमा आएर पनि सबैले राम्रै कामहरू गरिरहेको हुन्छ। सबैले अफिसमा चिटिक्क टाई सुट लगाएर कोटहरू लगाएर काम गरिराखेको हुन्छ भन्ने हुँदैन। पैसा कमाउनको लागि अगाडि जस्तो काम आयो त्यस्तै काम गर्नको लागि मान्छे मजबुर हुन्छ, मान्छे बाध्य हुन्छ। यो कुरा तपाईँ हामी सबैलाई थाहा भएकै कुरा हो। सबैले भने जस्तो र सबैले रोजे जस्तो कामहरू पाउँदैन। तपाईँले यहाँनिर हेर्नुहोस्, उहाँहरूलाई एकचोटि उहाँहरूले गरिरहेको काम होइन। ल हेर्नुहोस्, यो पनि एउटा चाहिँ काम हो होइन। एउटा गर्मी हुन्छ, गर्मीमा बाहिर गर्नुपर्ने हुन्छ, सफा गर्नुपर्ने हुन्छ होइन। अब त्यति सजिलो छैन नि। अब कतिपय साथीहरूलाई यत्तिकै काम पाउनु पनि गाह्रो छ क्या। यही काम पाउनु पनि एकदमै गाह्रो छ कतिपय साथीहरूलाई होइन। किनकि त्यति सजिलो छैन कि तपाईँको चाहिँ। त्यही भएर अलिकति आफूलाई मुटु बलियो बनाएर आफूलाई चाहिँ अलिकता होइन एकदम स्ट्रङ बनाएर एकदमै त्यसरी चाहिँ आउनु होला। तपाईँको चाहिँ त्यति सजिलो छैन है। आफूलाई चाहिँ स्ट्रङ बनाएर क्या, आफूलाई एकदमै बलियो बनाएर होइन। परदेश आइसक्यो भने मैले काम गर्छु, म पैसा कमाउन आएको, मैले जस्तो भयो नि काम गर्छु, मसँग सहन सक्ने क्षमता छ होइन। मसँग चाहिँ आत्मविश्वास छ, म सहन सक्छु, म केही स्ट्रगल गर्न सक्छु भनेर आफूलाई बलियो बनाउनु होला। तपाईँ युएईमा आउनुको लागि मात्र होइन, दुबईमा आउनुको लागि मात्र होइन, तपाईँ विश्वको जुनसुकै कुनामा गए पनि कामै गर्ने हो। नेपालीहरू कमै मात्र होला त्यो लेभलमा, त्यो पोजिसनमा थोरै नेपालीहरू होला। बाँकी नेपालीहरूले भनेको जस्तो अस्ट्रेलियामा जानेहरूले पनि कामै गर्ने हो, अमेरिकामा जानेले पनि कामै गर्ने हो होइन। नेपालीले आइज त कुर्सीमा थपक्क आएर बस, कुर्सीलाई घुमाएर दिनभरि महिनाको 4 लाख लिएर जा भनेर अमेरिकामा अस्ट्रेलियामा पनि भन्दैन है। त्यो भएर अब स्किल ठुलो कुरा हो। कसैले कुर्सीमा बसेर घुमेरै पनि अब धेरै पैसा कमाइराखेको छ। जो व्यक्तिहरूसँग स्किल छ त्यो एउटा स्किल अलग पाटो रह्यो है। त्यो भएर आफूलाई चाहिँ कमजोर चाहिँ ठान्नु हुँदैन र काम जस्तो आए पनि गर्छु भन्ने आत्मविश्वास चाहिँ आफूमा हुनुपर्छ। जस्तो उहाँहरूले हेर्नुहोस्, क्लिनिङ गर्नुहुन्छ बिहानदेखि होइन, जस्तो 11-12 बजीसम्म गर्नुहुन्छ, फेरि दिउँसो रेस्ट गर्नुहुन्छ। तर पनि बाहिरको काम भनेको बाहिरको काम हो होइन। बाहिर भनेको गर्मी छ होइन। अब गर्मीमा काम गर्दाखेरि भित्रै बसे जस्तो हुँदैन। आउटडोर काममा अप्ठ्यारो हुन्छ होइन। अप्ठ्यारो त छैन त आउटडोर काममा होइन र। त्यो भएर आफूले जहिले पनि कमजोर नसम्झिनु होला। जस्तो काम आउँछ हातमा म गर्छु भन्ने चाहिँ सम्झिनु होला। टार्गेटलाई चाहिँ कहिले पनि नबिर्सिनु होला। थ्याङ्क यू सो मच। नमस्ते।